यो मनोकामना मन्दिरका दर्शनार्थीहरू इटहरीबाट पौडेल वंश प्रतिष्ठानको आयोजनामा हामी यस बेलामा सङ्खुवासभा जिल्लाको मनोकामना मन्दिरमा छौँ। हेरौँ मन्दिर सुन्दर, भव्य, सफा, आकर्षक, शान्त, सबै असल गुणले पूर्ण छ। सिँढी चढ्दा अलिअलि स्याँ भए पनि राम्रो लाग्छ। थोरै सिँढी धेरै छैन, यति हो। अब मनोकामना मन्दिर आउँदा कस्तो लागिरहेछ? असाध्यै रमाइलो लागिरहेछ। खुसी लागेछ? खुसी लागेछ। आउँदा बाटोमा पनि रमाइलो भयो, ठाउँ पनि राम्रो रहेछ, मन्दिर पनि सानो भयो नि, राम्रो।